चाहिँ आज 13औं पुण्यतिथि तथा यो श्रद्धाञ्जली सभा राखेको छ। म सर्वप्रथम यो कार्यक्रम राख्नुहुने संयोजकज्यू लगायत सम्पूर्ण उपस्थित महानुभावहरूमा म कटाई नगरपालिकाको प्रमुखको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र आज 13औं पुण्यतिथि यो श्रद्धाञ्जली सभा कार्यक्रम रहँदै गर्दाखेरि म सम्झन चाहन्छु ती वीर शहीदहरूप्रति म हार्दिक श्रद्धासुमन पनि व्यक्त गर्न चाहन्छु र उहाँहरूको घर परिवारमा हार्दिक समवेदना पनि व्यक्त गर्न चाहन्छु। र जति पनि यो परिवर्तनको निमित्त आफ्नो ज्यान आहुति आफ्नो ज्यानको बाजी लगाएर ज्यानको प्रभाव नगरेर जुन यो आन्दोलनमा घाइते हुनुभएको छ उहाँहरूको सम्पूर्णको चाहिँ शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछु। आज यो 13औं पुण्यतिथि तथा यो श्रद्धाञ्जली सभामा अलिकति म भावुक पनि भएको छु। संयोजकज्यूले धेरै कुराहरू राख्ने एकदमै मन छुने आत्मा छुने कुराहरू राख्नुपर्ने भएको छ। हामी सबै भावविभोर पनि छौँ। हामी सबै दुखी दलमा पनि सेन्डिकेट पालै पालो यो म्युजिकल चेयर जस्तो पालै पालो आज त हुने भोलि त्यो हुने पर्सि त हुने भनेर जुन सेड्युल बनाएर जनताको भावना नबुझ्ने जनताको पीडा नबुझ्ने व्यापक कुशासन भइरहेको अवस्थामा व्यापक भ्रष्टाचार भइरहेको अवस्थामा जेनजीहरूको माग भनेको धेरै ठुलो मागै थिएन। सुशासन हुनु पर्यो भन्ने माग थियो, भ्रष्टाचार मुक्त हुनु पर्यो भन्ने माग थियो, कुशासनको विरुद्ध यो आन्दोलन थियो। यो आन्दोलन स्वतन्त्र अभिव्यक्ति दिनुपर्छ भनेर यो आन्दोलन थियो। र जुन ढङ्गले मूर्धन्य नेताहरूले चाहिँ लामो समयसम्म यो देशमा चाहिँ जुन ढङ्गले पदमा बसेर दोहन गरिराख्नु भएको छ उहाँको नेतृत्व परिवर्तनको यो आन्दोलन थियो। त्यो आन्दोलन हुँदै गर्दाखेरि देश बदेको शान्तिपूर्ण आन्दोलन हुँदै गर्दाखेरि जुन ढङ्गले सुनिए ढङ्गले ताकि युवा पुस्ता मात्रै होइन अझ म त भन्छु एउटा किशोरीहरूको टाउकोमा ताकि जुन गोली प्रहार भएको छ यो एकदमै खेदपूर्ण छ, एकदमै दुःखपूर्ण छ। यो एकदमै षड्यन्त्रपूर्ण जुन हत्या भएको छ त्यो हत्याको न्यायिक उच्च स्तरीय छानबिन हुनैपर्छ। त्यसमा कुनै हामी दुविधा छैनौँ। त्यसमा अहिले जुन नागरिक सरकार बनेको छ नागरिक सरकारले शक्तिशाली आयोग बढाउनुपर्छ र नागरिक समाजले कुनै पनि जेनजी पुस्ता मात्रै होइन जेनजी पुस्ताको यो आन्दोलन सँगसँगै जेनजी पुस्ताको यो माग सँगसँगै जेनजी पुस्ताले गरेको यो शहादत जुन भावना मर्म छ त्यो मर्मको पक्षमा आम नेपाली छ। त्यस कारणले गर्दाखेरि पनि यो नागरिक सरकारले जेनजी पुस्ताले दिएको एजेन्डामा कुनै पनि खुट्टा नकमाइकन जो दोषी छन् त्यो दोषीमाथि कडाभन्दा कडा कारवाहीको लागि अगाडि बढाउनै पर्छ। र यो जेनजी पुस्ताले गरेको यो शान्तिपूर्ण माग शान्तिपूर्ण आन्दोलनमा चाहिँ 24 गते जुन ढङ्गले चाहिँ घुसपैठ भएको छ हामीलाई थाहा छ। हामीले बोल्दै गर्दाखेरि सबै जेनजी भयो त्यो बेला कस्ता मान्छेहरू त्यहाँ प्रयोग भयो भन्ने कुराहरू हामीलाई राम्ररी थाहा छ। हामीले भन्नै पर्छ जेनजी पुस्ताको मागमा यो देशको माग हो, हाम्रो भावी पुस्ताहरूको माग हो, यो समृद्धिको माग हो, यो कुशासन विरुद्धको माग हो। त्यसमा कुनै पनि नेपालीहरू दुविधा हुनै सक्दैन। कुनै पनि राष्ट्रभक्ति नेपालीहरू यसमा दुविधा रहनु नै हुँदैन। त्यसमा हाम्रो एक मत छ। तर जेनजी पुस्ताको नाममा जेनजी पुस्ताको खोल ओढेर जुन ढङ्गले वितन्डाहरू मचाइयो जुन स्वार्थ समूह चाहे राजनीतिक दल होस् चाहे कुनै पनि स्वार्थिक समूहहरू चाहे सङ्घ संस्थाहरू होस् जेनजी पुस्ताको जुन सकारात्मक मागहरू थियो त्यो मागलाई गलत ढङ्गले पनि जुन राष्ट्रिय सम्पत्तिहरूमाथि तोडफोड भएको छ यो एकदमै दुःखद भएको छ। यो खेदपूर्णै भएको छ। सिंहदरबार हाम्रै हो, त्यहाँ बस्ने नेतृत्व गर्ने व्यक्ति परिवर्तन अहिलेको गर्नुपर्ने अहिलेको आवश्यकता थियो। जेनजी पुस्ताले त्यो गरिसकेकै थियो। तर पनि जुन ढङ्गले हाम्रो सम्पत्ति राष्ट्रिय सम्पत्तिमाथि हाम्रो इतिहासमाथि धावा बोलेको छ त्यसमा हामीले खेद जनाउनै पर्छ। र म समग्र देशभरिको अहिले अवस्था 23 र 24 गतेको घटना हामीले स्मरण गर्दै गर्दाखेरि